माई पर्वतमा यहाँ डेममा सिलोङ बडा पानी भन्ने ठाउँमा छ। यहाँ माथि जानुपर्ने हुन्छ। उताबाट आउँदाखेरि के पर्यो लेफ्ट साइड हैन बडा पानी ठुलो गेट छ। यहाँ आउनुहोस्, यहाँको भ्यूको नजारा हेर्नुहोस्। यहाँदेखि अझै माथि छ 1 किलोमिटर, त्यहाँबाट हेर्नुहोस्। घुम्ने ठाउँ छ, पिकनिक प्लेस पनि छ माथिपट्टि। यहाँ दर्शन गर्नुहोस्, माथि गएर पिकनिक खान सक्नुहुन्छ। एकदम मस्त छ जग्गा यो चाहिँ। यहाँबाट ऊ त्यो हेर्नु, त्यहाँ एयरपोर्ट पनि होला सायद। एयरपोर्ट एयरपोर्ट छ। यहाँबाट भ्यू नजारा हेर्न सक्नुहुन्छ। कुनै दिन यहाँ खतरा उडिरहेको हुन्छ 2-3 टा हैन। राम्रो जग्गा छ हैन। माई पर्वत भन्ने जग्गा यही हो हैन। अक्सर यहाँ बिहेदानहरू पनि हुने गर्छ यो मन्दिरमा चाहिँ है। भित्रको नजारा देखाइदिन्छ अलिकति हैन। यस्तो किसिमको छ यहाँ भित्र बस्ने जग्गा छ। अनि हाम्रो नरगुङबाडाको ब्लगर सुन्दर दाइ। अनि यतातिरै भित्र यहाँ हुन्छ पूजापाठ के हुने हो कस्तो हुने हो यहाँभित्र हुने गर्छ। यहाँ पनि एउटा मन्दिर छ सानो। यहाँभित्र यस्तो छ पूजापाठ यहाँभित्र हुन्छ। अनि यहाँ चाहिँ यस्तो छ बरको गाँचीको तल शिवलिङ्गहरू बनाएका छन्। अनि यतातिर यस्तो नजारा छ, मन्दिरबाट यस्तो नजारा छ। अनि तलतिर पनि मन्दिर छ, यहाँ छ यस्तो छ। अनि हाम्रो साथीको बिहा हुँदैछ यहाँ, त्यही कारणले यहाँको दृश्य देखाउन पाइयो। कुन चाहिँ साथी भन्नु होला है।